केही दिन अगाडि चाहिँ नेकपा एमालेका अध्यक्ष सभापति केपी शर्मा ओलीले चाहिँ हामी फेरि उठ्छौँ, हामी नेकपा एमाले जुट्छौँ, फेरि म उठ्छु भन्ने कुराहरू अभिव्यक्ति गर्नुभएको थियो। जहाँ कि त्यो समय उहाँ प्रधानमन्त्री भएको बेला 77 जनाको बालबालिकाको ज्यान गएको छ, फेरि पनि म उठ्छु भनेर चाहिँ त्यस्तो अभिव्यक्ति दिनुभएको थियो। र आज बारा जिल्लाको सिमरा बारामा चाहिँ नेकपा एमालेको कार्यक्रममा जाने बेलामा नेकपा एमालेको उपाध्यक्ष शङ्कर पोखरेल र महेश बस्नेतलाई चाहिँ विरोध गरिएको जुन तपाईले भिडियोमा हेर्न सक्नुहुनेछ। एकदम जेन्जी टोलीले एकदम राम्रो काम गरिरहेको छ। आउने बित्तिकै कालो मोसो दल्ने उहाँको भित्र योजना रहेछ, तर बस्न सफल भएको छ। र एयरपोर्टदेखि नै अब गाडी एयरपोर्टदेखि नै प्लेन गएन, त्यसको लागि चाहिँ अब उहाँको ज्यान बच्यो भनौँ न। नत्र जेन्जी टोलीले ठाउँ कि ठाउँ गोली ठोक्थ्यो, ठाउँ कि ठाउँ कालो मोसो दल्दिन्थ्यो भनेपछि अहिले अब पुरानो पार्टीको अब लगभग नेपालमा पालो गइसकेछ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। अब किनभने नेकपा एमाले, नेपाली कङ्ग्रेस, माओवादी पार्टीले गर्दाखेरि देश अहिलेसम्म डामाडोल भइरहेको छ, विकास अगाडि बढेको छैन। र अहिले च्याउ उम्रेसो छ र नयाँ पार्टीले चाहिँ के गर्छ भन्ने कुरा हो। तर पनि नयाँ पार्टीहरू एक हुनुपर्छ अनि मात्र देश अगाडि बढ्छ, नत्र तैडन मैडन भन्न थाल्यो भने देश अगाडि बढ्दैन। अब दुईजना जान्ने मान्छेमा त्यो दुईजना जान्ने मान्छे कहिले एक हुन सक्दैन। तीनजना जान्ने भयो भने त्यो कहिले पनि एक हुन सक्दैन, त्यसरी देश अगाडि बढ्दैन। त्यस कारणले गर्दाखेरि नेपालमा परिवर्तन गर्नु छ भने, देश अगाडि बढ्नु छ भने सबै जान्ने नजान्ने ट्यालेन्ट मल्टी ट्यालेन्ट सबै एक हुनुपर्छ, अनि मात्रै देश अगाडि बढ्छ, अनि मात्र देश विकास हुन्छ। नत्र पैडन मैडन भन्न थाल्यो भने देश झन् डामाडोल हुन्छ। यो क्लियर हो। यो बाराको घटना तपाईहरूले हेर्न सक्नुहुनेछ। बारामा हाम्रो युवा भेला थियो होला, केही विद्वानहरूले ढुङ्गामुढा गरे, आक्रमण गरे, हाम्रो सभामाथि बिथोले। तिनीहरूलाई के भन्ने गाइलो गर्नु भएन, सज्जनहरूले आक्रमण गरे भन्नु पर्ला। विद्वानहरूले आक्रमण गरे भन्नु पर्ला। तर कसैले सभा गर्छ, भेला गर्छ, भौतिक आक्रमण गर्ने, भेला गर्न नदिने, सभा गर्न नदिने, अस्ति बिरगन जलाउने, बारा जलाउने तिनै अपराधीहरू भेला भएका छन्। किनभने त्यसलाई कारवाही भएको छैन, उनीहरूको मनोबल उच्च छ अझै पनि। तिनीहरू नै भेला भएर एमालेमाथि आक्रमण गरिरहेका छन्। आज अघि भर्खरको कुरा म गर्दैछु। सिमरा एयरपोर्ट बन्द भयो, हाम्रो नेताहरू त्यो सभालाई सम्बोधन गर्न जाँदै हुनुहुन्थ्यो, प्लेनै बस्न सकेन। प्लेन बस्न नसकेपछि या त जाँदै गएन, यहीँबाट रोकियो, हाम्रो नेताहरू जान पाउनु भएन। नेताहरूलाई जानबाट रोकियो, एयरपोर्टै बन्द गरेर एयरपोर्टमै तोडफोड गर्न दिइयो। यो देश कस्तो भयो? 50-60 जना मान्छेहरू आएर ढुङ्गामुढा गरेर एयरपोर्टै बन्द गराइदिने के हो यस्तो? जति बेर चाह्यो जेएनजी भन्यो एयरपोर्ट बन्द, जति बेर चाह्यो अर्काले सभा गर्न नपाउने सभा बन्द।
अनि भन्छ चुनाव गर्ने अरे। सभा गर्न नदिनेले चुनाव कसो गर्छ? आतङ्ककारीहरूलाई नियन्त्रण गर। सभा गर्न नपाउने चुनाव हुन्छ। प्रचारमा चुनावमा जान नपाइने, सभामा भाग लिन जान नपाइने, कार्यक्रममा जान नपाइने,